वेलकम बैक टू माई न्यू ब्लग। आज मेरो मिनी ब्लग च्यालेन्जको डे 5 हेरिदिनु होला अनि के कस्तो लाग्छ त्यो पनि कमेन्ट गरेर भन्नु होला। अनि अस्तिको भिडियोमा मैले भनेको थिएँ मलाई च्यालेन्ज दिनलाई, बट तपाईहरुले केही च्यालेन्ज दिनुभएको छैन। सो आज फेरि भन्दैछु, इफ केही च्यालेन्ज छ भने दिनु होला, म गर्ने ट्राई गर्छु। अनि आज स्कुल हुँदाहुँदै पनि म स्कुल गएको छैन, रुममै बसिरहेको छु। सो केही रिजन त छैन, यत्तिकै मन लागेर गइनँ। सो स्कुल गएको थिएन आज अनि रुममा आएको थियो। अब हामी घुम्न जाँदैछौँ, यत्तिकै रोडमा घुमिरहेछौँ। अब हेरौँ, केही गोल छैन कहाँ जाने, यत्तिकै घुमिरहेछौँ। हेरौँ अब कहाँ जान्छ हैन, कहाँ जाने हो पनि किनिसकेछौँ। अब चिजबल खाने अनि घुम्ने रोडमा। यसलाई धेरै लाज लागिरहेछ गाइस। अब केही भन्नु त मेरो साथीलाई भन न दोस्त, लाइक गरिदिनु अलि, लाइक गरिदिनु, यसलाई भाइरल गरिदिनु। हस्, धन्यवाद, थ्याङ्क यू। ल दा घुम्दै स्कुलनिर आइपुगिसकेछ। यो हाम्रो स्कुल छ अगाडि अनि सबजना पढिरहेछ, हामी यसरी चिजबल खाँदै घुमिरहेछौँ। गाइस हामी स्कुलको साइडमा अहिले भर्खर टिफिन भएको छ अनि यही हो हाम्रो स्कुल। हेर्नु हाम्रो साथीको हालत, यो पढिरहेछ, यहाँ अझै छ टिफिन भएको छ अनि हामी यसरी घुमिरहेछु हैन। बाइ। फेरि हामीले ड्यू कुरकुरे किनिसकेछ। अब खोला गइरहेछु, अब खोलामा गएर ड्यू खानुपर्छ गाइस। सो ब्लग लास्टसम्म हेर्नु, कस्तो लाग्छ, इन्जोय गर्दै हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि भन्नु हैन। नजिक आइसक्यो, अब जाँदैछौँ खोलामा। अब यो रोड तलको रोड, अब ठ्याक्कै जाने बित्तिकै खोला आइहाल्छ। सो लेट्स गो खोला। कति ठुलो पहाड छ, यताबाट आन्टीहरू पनि आइराख्नु भएको छ घाँस काटेर। अब खोला पनि आइसक्यो। भन्नुहुन्छ हाम्रो नेपाल धेरै पछाडि छ, यहाँ हेर्नुहोस् हाम्रो नेपालको कलाकृति हेर्नुहोस्। यो के हो गाइस, तपाईँहरू पढेर बुझ्नु होला। हामीलाई पढ्न आउँदैन किनकि हामी स्कुल जाँदिन। फाइनली पुलमा आइसक्यो, हामी पुलमा आइसकेछ। पुलमा घुम्ने अनि खाने ड्यू अनि जाने घर। सो गाइस ब्लग लास्टसम्म हेर्नु होला। आजको ब्लग अलि लामो हुनेछ, आजको मिनी ब्लग होइन लङ ब्लग हुनेछ। सो लास्टसम्म हेर्नु होला अनि लाइक अनि सेयर गर्न चाहिँ नबिर्सिनु होला आफ्नो साथीहरूलाई, किनकि मलाई धेरैजनाले चिनोस्। गाइस अब हामी पुलमा आएर एकदम चिलमा बसिरहेको छु, एकदम रिफ्रेसमेन्ट हैन। एकदम पढाइ सढाइको टेन्सन अहिले केही छैन, एकदम पुरै चिलमा बसिरहेको छु। यो गधा यहाँ बसिरहेछ चिज अधि कुरकुरेवाला अनि म ड्यूवाला। गाइस ड्यू खाने भए आउनुहोस्, धेरै तपाईँहरूलाई मैले ड्यू देखाइदिएँ, आउनु खान अब हैन, कुरकुरे खाना आउनु। अहिले हामी खोलाको तल आइसकेछ, पुलबाट तल आइसकेछ अनि यहाँ एउटा अङ्कलले माछा समात्दै हुनुहुन्छ। सो हामी त्यही हेर्न गइरहेको छु कसरी माछा समात्छ, कहिले हेरेको छैन, त्यही भएर हेर्न जाँदैछु। आज अङ्कलले माछा समात्दै हुनुहुन्छ, यति माछा समातिसक्नु भएको छ, अझै समात्दै हुनुहुन्छ। यो रातो खोला बर्दिवास 372 को खोला हो साथी। के छ ठीक छ एकदम। हेर्नु गाइस एकदम माछाहरू कुदिरहेछ यहाँ, एकदम ठुलो माछा छ यहाँ। अनि अङ्कल समात्दै आउँदै हुनुहुन्छ, यहाँको अब सबै माछाको प्राण जाने भयो। एकदम ठुलो माछा यहाँ कुदिरहेछ, एकदम फ्रेस पानी छ, कहाँबाट आएको पानी हो। अब माथि आइसक्यो, अब यहाँ एउटा मन्दिर छ, अब यहाँ एकछिन बस्ने अनि रुमतिर जाने फेरि। अनि यहाँ साइडमा बिहे पनि भइरहेछ, एकदम डिजे बजिरहेछ गाइस। अब यहाँबाट तपाईँहरूलाई म भ्यू देखाउँछु, एकदम बवाल भ्यू छ। अनि यता खोला छ, एकदम गहिरो खोला छ, पुरै बवाल एकदम। यता एउटा मन्दिर छ, शङ्कर भगवानको मन्दिर छ एउटा।
ब्लगमा यति नै। ब्लग लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अहिलेसम्म लाइक फलो गर्नुभएको छैन भने कृपया लाइक गरिदिनु होला अनि फलो गर्न चाहिँ नबिर्सिनु होला, किनकि जहिले एउटा नयाँ ब्लग आउने छ Day 30 सम्म। सो बाई बाई गाइज, आजको ब्लगमा यति नै। टेक केयर।